हजुरहरूले पार्ट 1 भिडियो हेर्नु भएको छैन भने चाहिँ पार्ट 1 भिडियो हेर्नु। म चाहिँ टियु जाँदैछु मेरो डिप्लोमाको इक्विभ्यालेन्ट गराउनको लागि। यो भिडियो चाहिँ मेरो टुरिस्ट गाइडको जर्नी, टुरिस्ट गाइडको लाइसेन्स लिने जर्नीको पार्ट 2 भिडियो हो हैन। अनि म टियुमा गएर होपफुल्ली मैले सबै डकुमेन्ट बोकाएको छु। टियुमा मैले डकुमेन्ट पाएँ भने है, मलाई तर अझै विश्वास छैन पाउँछ भन्ने। पायो भने चाहिँ म नेथेम गएर फर्म भर्ने विचार छ। मसँग 6 दिन मात्र छ। आज मङ्सिर 19 गते फ्राइडे हो हैन। अनि मङ्सिर 26 गतेसम्म मात्र छ क्या फर्म भर्ने टुरिस्ट गाइडको चाहिँ। अनि लेट्स सी, अब यो वर्ष भएन भने अर्को वर्ष अभियसली खुलिहाल्छ। अनि दिदीलाई छोडिदिएर म चाहिँ टियु जान्छु। टियुको वेबसाइटमा गएर चाहिँ मैले सबै अल एकाडेमिक्स लाइक सबमिट गर्नु अनि सिडिसी अफिस भिजिट गर्नु भनेर रिमार्क्समा लेखिदिएको थिएँ क्या। त्यो अनलाइन फर्म भरेपछि चाहिँ अनलाइनमा गएर चाहिँ त्यो डिटेलहरू फर्म भर्नुपर्ने रहेछ, कुन चाहिँ युनिभर्सिटीको ब्याचलर डिग्री हो हैन। अनि त्यो भरेको थियो। अनि त्यहाँनिर चाहिँ कम्प्लिटेड पेमेन्ट चाहिँ मलाई 4000 रुपिस लाग्यो नेपाली। त्यो इक्विभ्यालेन्ट गराउनको लागि अनलाइनबाटै मैले ई-सेवाबाट पे गरेँ। यो चाहिँ कोटेश्वरको जाम हो हैन। यहाँ चाहिँ जति बेला आयो नि यस्तै जाम हुन्छ। ल भर्खर खुलेको जाम त बन्द गरिदिइरहेको क्या ट्राफिक दाइले। के हो? तीस सेकेन्डमै बन्द गरिदिनु भयो नि त ट्राफिक सरले त। म चाहिँ दिदीलाई बुद्धनगरमा छोडेर टियु जान्छु। टियुको मैले सबै लाइक 10 क्लासको 12 क्लासको अनि ब्याचलर डिग्रीको सबै डकुमेन्ट एउटै पिडिएफ फाइलमा कम्प्रेस गरेर अनलाइनमा बुझाइदिएको थियो। अनि त्यहाँ चाहिँ रिमार्क्स आएको थियो मलाई सबै एकाडेमिक बुझाउनु अनि सिडिसीमा जानु भनेर। सो सिडिसी चाहिँ मैले पार्ट 1 मा बनाएको भिडियोको चाहिँ झ्याल नम्बर 1 हो जस्तो लाग्यो। त्यहाँ जानु पऱ्यो अनि बुझ्नु पऱ्यो। मलाई चाहिँ अब बाटोहरू अलिअलि याद हुन थाल्यो है। काठमाडौँ यति सानो त छ, म त जहाँ पनि हिँडेर पुगिदिन्छु जस्तो लाग्छ कहिलेकाहीँ त। चलाउँदै गएपछि चाहिँ कम्फर्टेबल हुँदै जाँदो रहेछ सिटी एरियामा पनि। मलाई एकदमै एङ्सियस हुन्थ्यो सुरुमा। एउटालाई त मैले हान्दै छु हो, लाइसेन्सै नहुँदा स्कुटरले जाममा आत्तिएर क्या, आत्तिएर हुर एक्सिलेटर बढाएको थिएँ। त्यसको त्यो पछाडि बस्नेको गडमा लागेर है यो स्कुटीको अगाडिको सानो टुक्रै फुटेको छ क्या। अनि सुरुमा चाहिँ त्यही भएर त्यो आत्तिन्थ्यो क्या। अहिले चाहिँ त्यस्तो खासै त्यस्तो फरक पर्दैन, तर अझै मजाले हात बसिसकेको छैन नि त। कर्नरिङहरूमा चाहिँ एकदमै स्लो डाउन गर्नुपर्नेहरू भएको छ कि भन्नाले अलिक मजाले कर्नरिङ गर्नु सक्छ नि त त्यो स्पिडमै। त्यो ब्रोले कसरी लग्यो?
नेपालमा खासै साइड लाइट चाहिँ खासैले दिँदैनन् होइन, तर मेरो चाहिँ उतैदेखिको बानी हो साइड लाइट बाल्ने चाहिँ। ओके, म चाहिँ ब्याक टु रेड क्रस अफिस आइपुगेँ है। अनि सिडिसी भनेको चाहिँ यही रहेछ, झ्याल नम्बर 1। म अस्ति पनि आएको थिएँ, भिजिट सिडिसी भनेर भनेको थियो। सबै एकाडेमिक्स अपलोड गर्नु अनलाइन भनेर। विडम्बना चाहिँ मेरो मात्र होइन रहेछ, सबैको रहेछ। बाहिर डिग्री हुनेको प्रब्लम। तर सिलेबस नि प्रिन्ट गर्नुपर्छ, सिलेबस नि चाहिन्छ भनेर एउटा ब्रदरले भन्दै थियो। सिलेबस प्रिन्ट गर्नु पऱ्यो भने चाहिँ थाहा छैन, युनिभर्सिटीको वेबसाइटबाट खोज्नु पर्ला। तर यो काम हुनेवाला छैन 26 गतेसम्म, मैले थाहा पाइसकेँ यस्तो तलले। चाहिँ मेरो युनिभर्सिटी चाहिँ रेजिस्टर रहेछ। यदि युनिभर्सिटी रेजिस्टर छैन भने चाहिँ सिलेबसहरू सबै चाहिन्छ अरे, लाइक टन्नै डकुमेन्टहरू। धन्न मेरो चाहिँ रेजिस्टर छ, तर ब्याचलर अफ साइन्समा मात्र रहेछ। अनि नेथेममा मलाई ब्याचलरको मात्र डिग्री चाहिने त हो नि, त्यही भएर मैले ब्याचलर अफ साइन्सकै बनाइदिनु भने। तर त्यसमा चाहिँ अब मेरो डकुमेन्ट मिसिङ चाहिँ एनइबी, सानो टिभीको एनइबीमा गएर स्थायी प्रमाणपत्र चाहियो अरे +2 को। किनभने म 5 वर्षभन्दा अगाडि नै +2 सकेको भएर चाहिँ। अनि अर्को कुरा चाहिँ मेरो भिजाहरूको डिटेल, एराइभल, डिपार्चरहरूको सबै पासपोर्टको स्क्यान गरेर अपलोड गरिएपछि चाहिँ अनि फेरि आउनु भनेको छ। भनेपछि अब फेरि म आइतबार आज सानो ठिमी जान्छु, बुझ्छु स्थायी प्रमाणपत्र बनाउन कति टाइम लाग्छ। अनि त्यसपछि पासपोर्टहरूको स्क्यान, एराइभल, डिपार्चर स्क्यान गरेर अपलोड गर्छु। अनि त्यसपछि आउँछु म फेरि। सो आई विल अपडेट, टु बी कन्टिन्युड। आज चाहिँ फ्राइडे हो, मङ्सिर 19 गते भयो। सो मसँग अझै 26 गतेसम्म डेट छ। लेट्स सी भ्याउँछ कि भ्याउँदैन। म चाहिँ सानो ठिमीको यो बिल्डिङमा आएँ होइन। यहाँ +2 को इक्विभ्यालेन्स त गराउँदो रहेछ, तर यहाँ हुने ब्रदरहरूलाई सोधेको मैले, सबै इन्डियाको +2 को छ। अब मेरो त नेपालकै +2 को हो होइन। मलाई त इक्विभ्यालेन्स नै भनेको छैन, स्थायी प्रमाणपत्र बनाइदिनु भनेर भनेको छ होइन। अब यो बिल्डिङ हो कि अरू बिल्डिङ हो, उता पनि छ राष्ट्रिय परिचय के थियो, परीक्षा समथिङ के बिल्डिङ थियो उता पनि। अनि गुगल म्यापमा त उता देखाइरहेछ। सो अब कहाँ चाहिँ हो, कुन चाहिँ बिल्डिङमा जानुपर्ने हो चाहिँ थाहा भएन। अहिले खाजा ब्रेक जस्तो छ, 1:30 भयो, 1 देखि 2 सम्म खाजा ब्रेक हुन्छ। म कन्फ्युज भयो। बिल्डिङ चाहिँ यो रहेछ, राष्ट्रिय परीक्षा बोर्ड लेखेर यो बिल्डिङ रहेछ, तर फर्म बुझाउनु पर्ने रहेछ। अनि अब आज शुक्रबार काम हुँदैन अरे, म आइतबार आउनु पऱ्यो। फर्म, स्थायी प्रमाणपत्रको लागि चाहिँ यो कुरा चाहिने रहेछ, +2 ट्रान्सक्रिप्टको फोटोकपी, एसएलसी मार्कसिटको फोटोकपी रे, एमआरपी साइजको फोटो 2टा, ब्याङ्क भाउचर भनेपछि त पक्कै पैसा तिर्नु परिहाल्यो। अनि अफिस फर्म भनेपछि म डुलै हुने भयो। ठिकै छ, म आइतबार आउँछु अनि यस फर्म बुझाउनु पऱ्यो। हजुरहरूलाई स्थायी प्रमाणपत्र होइन बनाउनु छ भने चाहिँ नेसनल एक्जामिनेसन बोर्ड एनइबी गुगलमा हान्यो भने नि आउँछ। यहाँ आएर चाहिँ लाइक निवेदन फर्म बुझाउनु पर्छ। फर्म बुझाउन चाहिँ 2टा फोटो अनि एसइई, मेरो बेलामा त एसएलसी थियो, एसएलसीको ट्रान्सक्रिप्ट, +2 को ट्रान्सक्रिप्ट। अनि यहाँनिर चाहिँ राष्ट्रिय वाणिज्य ब्याङ्कमा 500 रुपियाँ बुझाउनुपर्छ। अनि 500 रुपियाँ बुझेपछि मलाई यस्तो भाउचर दिनुभएको थियो। मैले चाहिँ अस्ति मङ्सिर 21 गते आएको थिएँ। अनि मलाई चाहिँ 1 हप्तापछि आउनु भनेको थियो। अहिले आज चाहिँ डिसेम्बर 19 कति पुस 4 गते भइसक्यो। अनि
त्यही भएर म चाहिँ आज त्यो सर्टिफिकेट लिन आएको स्थायी प्रमाणपत्र। अनि यहाँनिर फर्मसम भरेर भाउचर यस्तो भाउचर बनाइसकेपछि यहाँ 2 नम्बर झ्यालमा त्यहाँ सिधा गरेर लेफ्ट साइडमा 2 नम्बर झ्यालमा गएको थिएँ। अनि मैले सबै डकुमेन्ट सब्मिट गरेँ। अनि दिदी एउटा मिसले मलाई यस्तो भाउचर दिनुभएको थियो। अनि यो लिएर आउनु 1 हप्तापछि भनेर भन्नुभएको थियो। त्यही भएर म आएको हो। यहाँनिर झ्याल नम्बर 4 3 2 म चाहिँ यस्तै 2 नम्बर झ्यालमा थिएँ। 2 नम्बर झ्यालमै आउनु भनेको छ तर खुल्या चाहिँ छैन। हेरौँ अझै ठ्याक्क 10:15 भयो ल। यहाँको झ्याल चाहिँ 10:15 बजे खोल्यो है। झ्याल नम्बर 3 म जानुपर्छ झ्याल नम्बर 2 हो। यो चाहिँ कति बजे खोल्ने हो थाहा छैन। ठ्याक्कै 10:20 भयो। काम चाहिँ 5 मिनटमै भयो। मैले पाएँ यस्तो प्रमाणपत्र। ओके स्थायी प्रमाणपत्र चाहिँ यस्तो हुँदो रहेछ। यसलाई चाहिँ मैले स्क्यान गरेर अनि मेरो डिपार्चर एराइभलको स्ट्याम्पहरू अनि भिजाको स्क्यान गरेर टियुको CDC वेबसाइटमा हाल्नु अनि टियु जानु भनेको छ। सो मसँग टन्नै टाइम छ। म आजै स्क्यान गरेर टियु जान्छु आज। अनि त्यहाँनिर मलाई इक्विभ्यालेन्स अफ ब्याचलर अफ साइन्स दिनुभयो भने मेरो काम सकिन्छ। सो हजुरहरूले चाहिँ TUको cdc.edu.np यो वेबसाइटमा गएर रेजिस्टर गरेर अनि यहाँनिर एप्लाई फर इक्विभ्यालेन्स हुन्छ। अनि यहाँ गएर सबै इन्फर्मेसन हाल्नुपर्छ। नाम एभ्री कुरा देखाउँछ यहाँ के इन्फर्मेसन हाल्ने। अनि त्यो गरेपछि चाहिँ यस्तै युनिभर्सिटी होइन कुन चाहिँ डिग्रीको लागि इक्विभ्यालेन्स गराउनु लाग्यो यो सबै कुरा। अनि यस्तो पेन्डिङ देखाउँछ क्या होइन। अनि यस्तो रिमार्क्सहरू नि दिएको हुन्छ के गर्नुपर्छ भनेर। अनि मेरो चाहिँ त्यही अब स्थायी प्रमाणपत्र र लाइक पासपोर्ट भिजा डिटेल होइन त्यो चाहिँ मैले यहाँ आज अपलोड गर्छु अनि TU जान्छु। अनि पेमेन्ट चाहिँ 4,000 रुपिज लाग्छ। त्यो त मैले पहिला नि भनिसकेँ बट इन केस म चाहिँ TUको यो रेट्रो अफिसमा ठ्याक्कै 20 मिनट 1 वर्षमा 20 मिनट बाँकी हुँदा आएको थिएँ। म झ्याल नम्बर 1 मा आएर बुझेँ मेरो एप्लिकेसन आइडी चाहिँ 133313 थियो होइन। अनि अस्तिको विक त भन्दैन म लाइक मङ्सिर 19 चाहिँ मलाई के भनेको थियो भने एउटा सरले झ्याल नम्बर 2 को सरले होइन हजुरको स्थायी प्रमाणपत्र र पासपोर्टको एराइभल डिपार्चर भिडियो मात्र लाइक भिडियो भन्न आएछ एराइभल डिपार्चर स्ट्याम्पको मात्र अपलोड गरेपछि हुन्छ ब्याचलर अफ साइन्समा भनेर भन्नुभएको थियो होइन। अनि मैले त्यो दिन चाहिँ कोठा नम्बर 10मा गएर लाइक मेरो कोर्स होइन ब्याचलर अफ साइन्स चाहिँ मेरो युनिभर्सिटीको रेजिस्टर छ कि छैन भनेर हेर्न लगाएको थिएँ। अनि सरले चाहिँ त्यहाँबाट डकुमेन्ट साइन गरेर पठाउनु भएको थियो। अनि झ्याल नम्बर 2 मा आएर चाहिँ त्यो सरले त्यसो भन्नुभएको थियो। अनि म स्थायी प्रमाणपत्र बनाउन गएँ त्यो बनाएर ल्याएँ होइन। अहिले फेरि के भन्नुहुन्छ भने अहिले चाहिँ इक्विभ्यालेन्स त्यो रेजिस्टर छ कि छैन फेरि भेरिफाई गर्नुपर्छ भनेर 10 नम्बर कोठामा जाँदाखेरि मलाई सरले फेरि 10 कोठा लाइक झ्याल नम्बर 3 झ्याल नम्बर 5 मा पठाएर खाजा खान जानुभयो। यस्तो बिजोग छ भन्न खोजेको। नेपालमा कसैलाई नि विश्वास नगर्नु क्या। सरकारी कर्मचारीलाई कसैलाई विश्वास नगर्नु। यसो विश्वास गर्नै मन छ भने पनि केही दिएको डकुमेन्ट फोटो खिचेर राख्नु। मैले अस्ति फोटो खिचेर राखेन अहिले दुःख भइरहेको छ यहाँ होइन। अब 1 घन्टा कुर्छु यदि भएन भने अब सबै सिलेबसहरू सब्मिट गर्नु पर्ला होइन के हो है। यही कारणले अब म लाइक टुरिस्ट गाइडको नेथेममा म इक्विभ्यालेन्स यो गराउँछु जस्तो नि लागेको छैन क्या। इट्स सो मच ह्यासल के को लागि के होइन। स्याड म चाहिँ घर जानु लागेको। अब आज पनि मेरो काम भएन। मेरो फाइनल ट्राभल डकुमेन्ट ट्राभल गरेको लाइक एराइभल डिपार्चरको फर्म भरेर अनि त्यसको फोटोकपी बुझाउनु पर्छ रे। फोटोकपी मसँग थिएन सो त्यो बुझाएर अनि दिन्छु भनेर भन्नुभएको छ।
सो अब म सन्डे आउँछु त्यो फर्म भरेर अनि फोटोकपी पनि ल्याएर लेट्स सी पुस 4 गते भइसक्यो म 2 हप्ता भइसक्यो यो कुरामा लागेको तर अहिलेसम्म भएको छैन एनिवे म चाहिँ टियुको रेट्रो अफिसबाट जानु लागेको द्याट्स अ अपडेट फर टुडे डिसेम्बर 19 सो 21मा आउँछु म फेरि डिसेम्बर अनि एउटा स्याड कुरा चाहिँ यिनीहरूले मलाई एकैचोटि भनेको छैन क्या यो चाहिन्छ भनेर क्या एउटा बुझायो त्यसपछि अर्को यो चाहिन्छ भन्छ फेरि फाइनल्ली आज सबै बुझाइसकेको थिएँ अनि उता ट्राभल फर्म बुझाउनु पर्छ भनेर भने कि सो इट जस्ट त्योभन्दा अगाडि स्थायी त्यो प्रमाणपत्र चाहिन्छ भनेर पनि भनेको थिएन कि सबै बुझाएँ अनि लास्टमा भनेको थिएँ कि त्यो लास्टमा भन्यो त्यो बनाउनु जानै 2 हप्ता लाग्यो कस्तो स्याड छ कि सबै इन्फर्मेसन कहीँ पनि छँदै छैन This is Nepal. Welcome to Nepal government system. I'm back to TU retro office. आज चाहिँ मलाई के को फर्म बुझाउनु भनेको छ भने ट्राभलको अराइभल डिपार्चरको स्ट्याम्प लागेको डेट हैन नेपालमा कहिले अराइभ भयो कहिले डिपार्ट भयो अनि एब्रोडमा कहिले अराइभ भयो कहिले डिपार्ट भयो भन्नेको फर्म बुझाउनु पर्छ रे लेखेर त्यो फर्म बुझाएपछि चाहिँ फाइनल हुन्छ भनेको छ लेट्स से खै आज चाहिँ पुस 6 गते डिसेम्बर 21 ट्राभल स्टेटमेन्ट फर्म चाहिँ यो युनिभर्सिटीको नाम डिपार्चर अराइभल यो सबै भरेर अनि रुम नम्बर 8मा गएर भेरिफाई गर्ने भनेर भन्नुभएको छ सो यो भरेर म रुम नम्बर 8मा गएर भेरिफाई गरेर अनलाइनमा अपलोड गर्छु खै मैले ट्राभल स्टेटमेन्ट चाहिँ झाल नम्बर अथवा रुम नम्बर 8मा गएर भेरिफाई गरेँ पासपोर्ट लगेर फोटोकपीहरू नै लगाएको थिएँ सबै अराइभल डिपार्चरहरूको अनि अपलोड गरेँ अनि मलाई झाल नम्बर 1मा चाहिँ आज 2 बजेपछि आउनु झाल नम्बर 7मा आउनु भनेर भन्नुभएको छ अनि झाल नम्बर 7मा अब के हुन्छ अझै लाइक लिस्टेड मेरो चाहिँ लिस्टेड हो नि त ब्याचलर अफ साइन्सको लिस्टेडको चाहिँ 1000 रुपियाँ रे मैले तिर्न चाहिँ अनलाइनमा 4000 तिरेको छु क्या त्यो भएर चाहिँ अब के हो अब यो एप्रुभ भयो भने पैसा फिर्ता दिन्छ कि दिँदैन नि थाहा छैन ठिकै छ भयो भने 3000लाई माया मारिदिन्छु बट यस्तो छ आइल बी ब्याक 2 बजे अनि अपडेट 2 बजे है 2 बजे आएको थिएँ झाल नम्बर 7मा अनि त्यहाँको मिसले चाहिँ यो पेपर दिएर नाम फोन नम्बर अनि आजको डेट लेख्नु भनेको छ सो आई थिङ्क माई वर्क इज डन हियर यो बुझाइदिन्छु के दिनुहुन्छ हेरौँ द्याट्स इट I got an equivalence degree of Bachelor of Science from TU University, meaning I'm officially degree holder of Nepal in Bachelor of Science. Yay! म अब नेथममा जान्छु एकचोटि बुझ्छु नेथममा के भन्छ कोर्स लाइक एक्सटेन्ड गरेको डेट मङ्सिर 26 गते भनेको थियो सो आज त पोस्ट 6 गते भइसक्यो अनि त्यहाँ गएर बुझ्छु भएन भने नेक्स्ट टाइम हुन्छ नि अर्को टाइम कहिले कोर्स खुल्छ त्यो बुझ्छु अनि त्यसपछि घर जान्छु ए अनि लास्ट फाइनल पैसाको कुरा मैले 4000 तिरेको थिएँ नि त होइन मेरो चाहिँ लिस्टेड युनिभर्सिटी र डिग्री भएर चाहिँ 1000 को मात्र हो बट मैले 4000 अनलाइनमा तिरिहालेँ त्यसको त मैले सोद्धा नि सोधेन क्या आई जस्ट डोन्ट वान्ट नो मोर ह्यासल के लाइक दिमाग खराब हुन्छ त्यही भएर जस्ट 3000 होइन ठिकै छ काम भयो त्यही नै खुसी कुरा हो म नेथम आइपुगेँ म कति लास्ट टाइम म मङ्सिर 15 गते आएको थिएँ यहाँ बुझ्नलाई मङ्सिर 26सम्म टुरिस्ट गाइडको फर्म भर्ने कोर्सको फर्म भर्ने डेट भनेको थियो आज पुस 6 गते भइसक्यो मैले इक्विभ्यालेन्स डकुमेन्ट बनाउँदा यत्रो टाइम लाग्यो एनिवे म गएर बुझ्छु एकचोटि फाइनल म चाहिँ आएँ बुझेँ रिसेप्सनमा अब 1 वर्षपछि मात्र खुल्छ अरे सो this will be the ending of part 2 of getting my tourist guide अब म next year आउँछु and I'll continue the vlog from there anyway peace out thank you for everyone who is watching